लुका 1:37 परमेश्वरका लागि कुनै कुरा असम्भव छैन। हामी मानिस सीमित छौँ। हाम्रो बुद्धि, हाम्रो शक्ति, हाम्रो क्षमता, हाम्रो चाहिँ धन सम्पत्ति, हाम्रो सम्बन्धहरू चाहिँ सबै कुरा चाहिँ अन्त्य हुन्छ। तर परमेश्वरको शक्ति, परमेश्वरको सामर्थ्यको चाहिँ कहिले पनि अन्त्य हुँदैन। अब्राहम र सारा वृद्ध भइसकेका थिए। सन्तान जन्माउने आशा चाहिँ सकिसकेको थियो। तर उत्पत्ति 18:14 परमेश्वर भन्नुहुन्छ, के परमेश्वरको लागि केही कुरा असम्भव छ र? केही कुरा कठिन छ र? असम्भव देखिएको ठाउँमै इसाक जन्मिए। हामी त भन्छौँ अब त केही हुन सक्दैन, सबै कुराहरू सकियो, सबै ढोकाहरू बन्द भयो, मेरो जिन्दगी चाहिँ सकियो। याद राखौँ, बन्द भएको ढोका परमेश्वरका लागि समस्या होइन, त्यो त अवसर हो। मोसा अगाडि लाल समुद्र अनि पछाडि चाहिँ फारोका सेनाहरू। मानिसको लागि सबै कुरा सकिएको थियो, तर परमेश्वरले लाल समुद्र चिरिदिनु भयो। बाटो नभएकै ठाउँमा बाटो बन्यो। हामी चाहिँ जब कमजोर हुन्छौँ, जब मानिस कमजोर हुन्छ, तब चाहिँ परमेश्वर शक्तिशाली भएर बलियो भएर चाहिँ परमेश्वरले काम गर्नुहुन्छ। हाम्रो दुःख, हाम्रो पीडा, हाम्रो समस्याहरू चाहिँ सबै कुरा परमेश्वर जान्नुहुन्छ। त्यसैले नडराउनुहोस्, हार नमान्नुहोस्, कमजोर नहुनुहोस्, कहिले पनि आशालाई चाहिँ नमार्नुहोस्। हाम्रो परमेश्वर मरेकोलाई जीवित पार्ने, अन्धालाई दृष्टि दिने, त्यो बुङ्गालाई चाहिँ शब्द दिने, त्यो टुटेकोलाई चाहिँ उठाउने परमेश्वर हुनुहुन्छ। त्यसैले विश्वासमा उभियौँ अनि परमेश्वरको त्यो समयलाई चाहिँ पर्ख्यौँ, निरन्तर चाहिँ प्रार्थना गरिरहौँ। परमेश्वरले चाहिँ हामी सबैजनालाई प्रशस्त आशिष दिनुहुनेछ। हाम्रो परमेश्वर हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। उहाँ चाहिँ कहिले पनि नबदलिने, कहिले पनि परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ। त्यसैले हामी सबैजना परमेश्वरमा विश्वास राखौँ।